साथीहरु आजको मेरो लन्चमा के छ भन्दाखेरि अर्ग्यानिक इस्कुसको मुन्टा अनि त्यसपछि यहाँ छ च्वाचे एकदमै बिहान को फ्रेस आजको मेरो लन्च है साथीहरु। यो चाहिँ मैले लन्चमा रेडी गर्दैछु। दाल साल के पनि नबनाउने, बस यसैलाई हल्का छिप टाइपको हैन बनाएर चाहिँ खानु पर्यो। भिडियो अन्तिमसम्म हेर्नु होला है त साथीहरु। हेलो एभ्रीवान, नमस्ते सेवारु। यहाँ सबैजनालाई मेरो देउमा युट्युब च्यानलमा स्वागत छ। अनि यो मेरो नयाँ भिडियोमा पनि स्वागत छ है त साथीहरु। आशा छ यहाँ सबैजना सन्चै हुनुहुन्छ होला हैन। देखिहाल्नु भयो, म पनि एकदमै सन्चै छु, एकदमै ठिकठाक छु। सुत्दै भरे यो नयाँ भिडियोको साथमा आएको छु है त साथीहरु। अनि साथीहरु देखिहाल्नु भयो आज मेरो भिडियो चाहिँ के रहेछ भनेर हैन त। यस साथीहरु, आज चाहिँ म इस्कुसको मुन्टा र सुँगुरको मासु चाहिँ लन्चमा बनाएर खाने विचार गरेँ हैन। सुत्दै भएर चाहिँ चलो एउटा भिडियो नि बनाऊ न त भनेर यो भिडियो पनि बनाउन थालेको है त साथीहरु। भिडियो कस्तो लाग्छ हेर्नु होला अनि कमेन्ट छोड्नु होला। अनि यदि जो कोही नयाँ साथीहरु हुनुहुन्छ मसँग जोडिन चाहनुहुन्छ भने वेलकम छ, जोडिनु होला। म पनि तपाईहरुले चाहनु जोडिने चाहिँ कमेन्टको मार्फत है त साथीहरु। साथीहरु, यता चाहिँ प्रेसर कुकरमा मेरो राइस पनि पाक्दै छ। ब्ल्याक कफी पिउँदै खाना बनाउनुको मजा नै बेग्लै के।
साथीहरू आज मैले यो पकाउँदै गरेको सब्जीको रेसिपी चाहिँ नागा स्टाइल है। नागाहरूले चाहिँ यसरी बनाएर खाएको मैले देखेको थिएँ। सो मलाई पनि कस्तो खान मन लागेको थियो होइन। इस्कुसको मुन्टा र सुँगुरको मासु, एकदमै फ्रेस सुँगुरको मासु अनि इस्कुसको मुन्टा पनि फ्रेस होइन। यो मिक्स गरेर बनाएर खान चाहिँ मलाई एकदमै मन परेको थियो। सो फाइनली आज यो समय नै मैले पाएँ। सो बनाउँदैछु, मेरो खाना चाहिँ रेडी हुँदैछ है त। ल है त साथीहरू, फाइनली मेरो नागा स्टाइलको सब्जी पाकेर रेडी पनि भइसक्यो होइन। हेर्दा पनि कस्तो राम्रो देखेको छ, हेर्दा मात्र होइन खाँदाखेरि पनि एकदमै मिठो हुन्छ होइन। अहिले पनि यहाँ बास्ना चलिरहेको छ मगमगी है। अनि यदि तपाईँहरू पनि बनाएर खानुहोला सुँगुरको मासु मनपर्नेहरूले है त। अनि थ्याङ्क यू फर वाचिङ माई भिडियो है त। यदि नयाँ च्यानलहरू मसँग जोडिन चाहनुहुन्छ भने च्यानललाई भर्खरै सब्सक्राइब गरेर भिडियो हेरेर कमेन्ट छोड्नुहोला होइन। कमेन्ट मार्फत म पनि तपाईँहरूको च्यानलमा जोडिनेछु भन्दै सबैजनालाई यो भिडियो मार्फत बाई बाई, स्टे ह्याप्पी।